उपचारका लागि भन्दै काठमाडौँ हिँडेकी मध्य प्रदेश प्रमुख सुमित्राले एक होटलमा मुख्यमन्त्री नियुक्त गरेपछि देशै तरङ्गित। होटलमै गराइयो शपथ ग्रहण। यति बेला मध्य प्रदेशको राजनीतिले देशै तरङ्गित बनेको छ। उपचारका लागि काठमाडौँ हिँडेकी मध्य प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले बर्दिवासको होटल पानसमा ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेसको राजनीतिले देशै तरङ्गित पारेको हो। आज बिहान 5:20 महोत्तरीको बर्दिवास 3 कालापानी स्थित पानस कटेजमा भण्डारीले यादवलाई मधेसको मुख्यमन्त्री नियुक्त गर्दै शपथ ग्रहण समेत गराएकी हुन्। मधेसका मुख्यमन्त्री जितेन्द्र सोनालले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको शनिबार 25 दिनमै पदबाट राजीनामा दिएका थिए। त्यसपछि संविधानको कुन धारा अनुसार नयाँ सरकार गठन गर्ने भन्ने किचलो दलहरूबीच बढेको थियो। त्यही किचलोका बीच भण्डारीले संविधानको धारा 168 को उपधारा 3 बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले संविधानको धारा 168 को उपधारा 2 अनुसार नै बहुमतका आधारमा मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुपर्ने माग गर्दै आएका थिए। तर एमाले कोटाबाट प्रदेश प्रमुख बनेकी भण्डारीले विपक्षी दलहरूको कुरा नसुनी ठूलो दलको हैसियतमा एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि हलचल मचिएको छ। मधेसको मुख्यमन्त्री नियुक्त भए लगत्तै सरोज कुमार यादवले अन्य 3 मन्त्री नियुक्त गरेका छन्। एमाले संघीय समाजवादी र राप्रपाबाट यादवले एक जना मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीलाई पनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासको पानस होटलमै शपथ ग्रहण गराएकी हुन्। एमालेबाट लखन दास, संघीय समाजवादीबाट विमला अन्सारी र राप्रपाबाट कञ्चन बिच्छा मन्त्री नियुक्त भएका हुन्। खासमा संविधान अनुसार मुख्यमन्त्रीले राजीनामा दिएको अवस्थामा संविधानको धारा 168 को 2 अनुसार मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ। तर प्रदेश प्रमुखले धारा 168 को 9 अनुसार होटलमा मुख्यमन्त्री नियुक्त गरेपछि देशको राजनीति तरङ्गित बनेको छ। मुख्यमन्त्री कार्यालय जनकपुरमा तालाबन्दी गरिएको छ। कांग्रेस लगायतका विपक्षी दल अब सर्वोच्च जाने तयारीमा छन्। यसबारे तपाईहरूको प्रतिक्रिया के छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।